पेप्सीको लागि मान्छेले यसको चाहिँ सोशल मिडियामा हरेक ठाउँमा यसको चाहिँ कम्प्लेन आउँछ सोशल मिडियाबाट त्यही भएर सुन्नुहोस् कोही खानामा यो बाइकको माथि रहन्छ हजुर त्यहाँ रेसमा अब बसेर ट्यागको भिडियो हेरिरहेको थिएँ यार बेचारा त्यो समाजतिर लिएर गयो बाहिर अनि तपाईँको बाइक कुन हो भन्नु भन्यो होइन अनि अब त्यही पनि मेरो छैन मेरो साथीले लगाए भनेको होइन बिल्कुल ल्यायो भने बिल्कुल लगाएर जानुहुन्छ बाइक छोडिदिनुहुन्छ हामीसँग बाइक लिएर जानु हो कि कहाँ हो अनि ब्लुटुथ चाहिँ दिइसकेँ मैले बाइक पनि लाने रे अब बाइक गाडीमा लोड गरेर लाने भन्दैछन् खोइ अब हेरौँ के हुन्छ रक्की कम्प्लेन आएको छ अरे कि राजकुमारका उनीहरू भगेर कम्प्लेन आउँछ नि हो त्यस्तो छ के छ भाइ के त चा ट्राफिक हुन्छ क्या यताकोबाट खुलेसी निस्किम लाग्यो हिरो जस्तो आमा हेर त यार ट्याक्सी हो होइन ओए हेर त केटा ट्याक्सी यस्तो सेक्सी पनि ट्याक्सी हुन्छ आमा हेर हेर त कारभन्दा राम्रो ट्याक्सी छ क्या आमा हेर सही नेपालको ट्याक्सी नेपाल चाहिँ धेरै माथि गइसक्यो नि ट्याक्सीहरूको मामलामा अरू मामलामा त्यस्तै हो आमामा केटा होइन अहिले म जान लागेको भनेपछि होइन हेर्न सक्नुहुन्छ उता सातो बाटो रेस सुन लाग्यो क्या आज फ्राइडे चाहिँ के यस्तो चाहिँ प्र्याक्टिसमा सलेक्सन मात्र हुने हो त्यो चाहिँ के ल्याप टाइमिङ निकाल्ने क्या अब अगाडिको हुन्छ सेकेन्डमाको हुन्छ थर्डमाको हुन्छ त्यही अहिले हुन लाग्यो अहिले म त्यही जान लागेको छु केटाहरूले कल गराएको थियो आऊ भने त एकचोटि गएर त्यहाँ चाहिँ गरिदिउँ न कस्तो हुँदो रहेछ रेसको त यस्तै भयो होइन रेसमा चाहिँ इन्जन बोर गर्नुपर्छ अरे के होस् अब चाहिँ रेस त अलिक पछि गरौँला कि छैन अब त नेक्स्ट राउन्ड पहिलादेखि केटा होइन स्टार्टिङदेखि चाहिँ फिक्सै थिएन क्या अनि चाहिँ लास्टमा फिक्स भएको क्या यो रेस ट्रायल सेन्टरमा हुन्छ नभए कता हुन्छ भनेको थियो क्या यो त चाहिँ के सातो बाटोमा हुन्छ भने पहिला स्टार्टिङमै फिक्स भएको भयो होइन त्यही हानिदिन्थ्यो यार तर पहिला फिक्सै थिएन अब लास्टमा आएर फिक्स भएको छ के भन्नु होस् न है जे भयो भने कत्रो जाम हो ओइ यहीँबाट जाम स्टार्ट छ त के भएको त्यहाँ यस्तो जाम परेको यार धम्मकी परी आमा आन्टी पनि बवाल छ त यार के हो ए यतापट्टिबाट छ उल्टो हजुर आज उल्टो छ त यार मलाई लागेको थियो आज उल्टो त्यसलाई के आज बरु अलिक त्यो छ क्या उल्टोवाला यार उल्टो छ पुरै यो वाला त अम्मा यार कति साह्रो रेस हेर्न आएको मान्छेहरू भित्र जानु छैन यार बाहिर बसेको छ त यही छ त आयुषको गाडी आयुषको बाइक यही छ त ट्याक 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 हिरो जस्तो पारामा बिलियन बल्ल लाइफ ठिक छ होइन बाइक ल आरके सर के भन्छ हाम्रो अफिसमा जाउँ चलाएर तपाईँको चाबी स्टार्ट गर्नु तपाईँले म
मेरो उता मेरो बाइक लगाएन आज मैले म त साथीले लुगा लाउन गयो कि मेरो बाइक मेरो मैले खाएन सुन्नु न दर्शन चाबी ल्याउनु कहाँबाट दिनु गयो साथी भन न यार अन्त के भन्नु ए मेरो बाइक बाइक हैन भएको मान्छे यो बाइकको गइखानामा 2081 साल 12 महिना 1 गते फाइन काटेको छ फाइन पनि तिर्यो यसको चाहिँ सोसल मिडियामा हरेक ठाउँमा यसको चाहिँ कम्प्लेन आएको छ सोसल मिडियाबाट अच्छा साइबर भिडियो पनि हेर्न थाल्यो त्यही भएर सुन्नुहोस् त्यहाँबाट गइखानामा यो बाइकको नाममा निरञ्जन हजुर मधेस 48 तिम्रो होइन भने ठिकै छ होइन हामी बाइक यस्तो हुन्छ अफिसियल्ली फोन आउँछ होला नि उसलाई फोन गरेर त आउँछ होला घरबाट फोनै उठाउँछ त्यसैले यो बाइक के त आउट अफ कन्ट्री गएपछि यो मान्छे बेचार अब यो बाइक अब हामीले लोड गरेर गाडीमा लाग्छौँ तपाईँको होइन भने तपाईँ चाहिँ तपाईँको हो भने चाहिँ हामीसँग हाम्रो सरहरू हुन्छ सरसँग कुरा गर्नु होला तपाईँले रिपोर्ट गराउनु के यो चाहिँ सोसियल मिडियामा आएको कुराहरू कम्प्लेन आएका कुराहरू एकचोटि तपाईँको बाइक त्यो बाइकको नाममा निवेदन पठाएको होइन यो जहिले पठाउने गर्ने कुरा रक चलाउने त्यो एरियामा त्यो एरियाको मान्छेले तपाईँ पेप्सीको लागि बस्नु यो बाइक यस्तो गर्नु नि त यो मान्छे म चिन्छु म भोलि गएर फोन गर्छु ल बाइक पठाइदिउँ ल बाइकसँगै के एउटा बिल बुक यसको यो बाइक गाडीको बिल बुक छ तपाईँसँग मसँग छैन मान्छे कहाँ मान्छे घर गयो कि भन्ने हो यसको बिल बुक दिनुहोस् भोलि पठाइदिनु होला बिल बिल बुक अथवा लाइसेन्स दिनुहोस् भोलि पठाइदिनु बाइक हैन होइन यो तपाईँको साथीको होला होइन यसको बिल बुक अथवा लाइसेन्स दिनुहोस् अनि बाइक लिएर जानुहोस् तर भोलि 10 बजे बडी खाना जानु सम्पर्क भइहाल्यो यहाँ चाहिँ कहाँ 7 बजे हेलो के गर्दा हुन्छ नि त यहाँ रोका यहाँ एउटा केही आयो कोसँग छ तपाईँको बाइक कुन हो साथी लग्यो के तपाईँको बाइक साथी लगेको छ मिडियाको चाहिँ कसले हेर्छ ट्राफिकले नि हेर्छ कि साइबर त्यसैले तपाईँले त्यहाँ गएर के भएको कम्प्लेन चाहिँ आएको थियो समा भनेर तर के चाहिँ भएको त्यो थाहा के छैन भएको भने त्यहीँ गएर विस्तृत कुराहरू एउटा डकुमेन्ट दिनुहोस् तपाईँको त्यसको हामी राख्छौँ भोलि अथवा अहिले चाहिँ हामीसँग हिँडे पनि हुन्छ क्या बाइक तपाईँहरू आफ्नो किन साथी लाग्छ हामी भिडियोमा गर्छौँ भिडियो भयो भने है भिडियो पनि आउँदैछ है गाउँमा क्लियर गरेर हुन्छ नि कुरा सुन्नु यता एकदम नर्मल हुन्छ मेरो होइन उहाँ गर्ने भने आफ्नो हो भने अब भिडियो किनिहाल्छ नि अफिसर सरसँग कुरा गर तिमी सानो मान्छेलाई हामीले के भन्ने त्यो ठुलो कुरा के हुन्छ नि कोही मान्छेले कोही भइहाल्छ नि बिलबुक ल्यायो भने बिलबुक लगाएर जानुहुन्छ बाइक छोडिदिनुहुन्छ हामीसँग बाइक चाहिँ लिएर जानु हो बाइक अहिले तपाईँहरू चलाएको हजुर भोलि तपाईँले हाम्रो यो नम्बर दिन्छु त्यहाँ सम्पर्क गरेर भोलि अथवा अहिले हामीसँग गयो भने अहिले जान भ्याउनुहुन्न भनेपछि भोलि आइतबार लिन आउँदा हुन्छ आइतबार 10 बजे हाम्रो ट्राफिक अफिसमा 10 नम्बर त्यहाँ गएर सम्पर्क गर म भन्छु अब बाइक पुरानो समाएर क्या कहाँ हो कतिखेर आउने गाउँबाट अनलाइनबाट समाएर क्या रफ के कम्प्लेन आएको छ अरे कि राजकुमारका उनीहरू भएर कम्प्लेन आउँछ नि हो त्यस्तो छ के भएर दिनै भएन नि त्यही मेरो होइन भन्छ हौ भाइ सानो कुरा भयो सानो कुरा अफिसमा छलफल गर्नु आउनेछ भाइ आउनेछ लाइसेन्स अथवा बिल बुक दिनुहोस् अनि लिएर जानुहोस्
डकुमेन्ट एउटा छोड्नुहोस्, भोलि आउनुहोस्, गइकन सम्पर्क गर्नुहोस् न। ट्राफिक लिएर आउने भनेर त अनि ट्राफिकको तपाईँ लिएर जानु होला, बाइक तपाईँ चलाएर जानुहोस्, तर एउटा डकुमेन्ट राखेपछि तपाईँ भोलि आउनुहुन्छ नि त, डकुमेन्ट राखेर आउनुहुन्छ तपाईँ आउनुहुन्न। त्यही भएर एउटा डकुमेन्ट राखेपछि तपाईँ आउनुहुन्छ भनेर कम्प्लेन तपाईँहरूको त्यो जहाँ बस्नुहुन्छ नि पेप्सीको लागि त्यतिर गएर पेप्सीको लागि मान्छेले पेप्सीको लागि मान्छे दियो होला। के नाम छ तपाईँको? मेरो राजु सिंह। जिल्ला कहाँ हो? जन्मेको? दौसा। धनुषा। ट्राफिक लिएर आउँछ। कति वर्ष भयो? कति वर्ष भयो? 18 वर्ष। के नाम हो? राजु सिंह। फोन नम्बर श्री गर्ने के भएको? कम्प्लेन बाइकको बुझायो भनेर आयो साथी आयो फेरि उता जनकपुरमा बस्नु आउँछ नि अहिले एक दिनमा अहिले एकछिन आउँछ जनकपुरमा केटा अलिक आयो के हो अब यो बाइकको के होला त कम्प्लेन त आयो यस्तो बवाल छ यार यस्तो गरी चलाउनु पनि नदिनु यार मामाहरूले कहाँ के गर्यो भनेर हो रफ राइडिङले गर्दा पनि हुन्छ कि किनकि आजकल भ्लग हेरेर समाउँदैछ त्यो त राम्रो कुरो होइन नि यार खोजी समाएछ समाउनु नि फेरि के गर्नुपर्छ सर चाबी दिनुहोस् अब बिल दिनुहोस् भइहाल्यो बिल चाहिँ दिने बिल कार्ड तिमी हो होइन मेरो जनकपुरबाट हिजो भएर आएको काठमाडौँ के गाह्रो पऱ्यो कम्प्लेन कहिले आएको साथी म जान्छु है त म पुलापुलै भएर है म नि जानुपर्ने साथी हिँड नि त न त सँगै हिँड नेट नम्बर भन तिमी आफ्नो 98 फोन मेरो बाइक साथीले चलाएर आएको मसँग छैन कि यसको सबसँग ल्याएका उसले चाहिँ म अहिले आइहाल्छु 5 मिनटमा दुईवटा बाइक लिएर जाने भनेको छ अनि एउटाले मात्र गएछ कि फेरि यसको चाबी छैन तिमीसँग छैन चाबी तिमीसँग होला नि त हेर न क्यामेरा चालु छ भाइ क्यामेरा चालु छ होइन तिमीले खाएर लाग्छ हालै के याद लाग्छ पढाइ
होइन केटा हो अब हेर यहाँ होइन ट्राफिकहरू आएको रहेछ भिडियोमा हेर्नु भएको होला है अब ट्राफिक सरहरूलाई मैले ब्लु बुक दिइसकेँ है अनि अब चाहिँ ब्लु बुकले हुँदैन अरे क्या अब बाइक पनि लिएर जानुपर्ने अगाडि चाहिँ ब्लु बुकले हुन्छ भनेको थियो अनि ब्लु बुक चाहिँ दिइसकेँ मैले बाइक पनि लाने रे अब बाइक गाडीमा लोड गरेर लाने भन्दैछन् खोइ अब हेरौँ के हुन्छ